गएन त्यहाँ के हुन्छ थाहा छैन जे पनि हुन सक्छ त्यहाँ जहिले हजुर मलाई बाँधेर राख्नुहुन्छ म बच्चा हो सानो त्यसो भए हिँड म पनि जान्छु तपाईहरुको पुस्ताले गर्न नसकेको कुराहरु अब हामीले गर्नेछौं छोराको तातो रगत अझै पनि मेरो छातीमाथि पोलिरहेको छ उसका सपनाहरू अझै मेरो मगजमा झल्किरहेका छन् उसले मलाई आमा म फर्केर आइहाल्छु नि भनेर वचन दिएको छ ऊ बाचाको पक्का छ उसका सपनाहरू जलेका छैनन् ऊ जीवित छ यही छ मसँगै छ शहीद घोषणा 10 लाख बिन्ती हजुर बिन्ती मेरो छोरालाई शहीद नबनाइदिऊ शहीदहरू सबैले बिर्सिहाल्छन् मेरो छोरा त सपना बोकेर सपना देखाउन हिँडेको कर्मठ
छोरा शहीद होइन, मेरो छोरा अमर हो। सपनाहरू देख्नेको मनमा अमर हो। ती सत्तामा उनीहरूलाई म फेरि पनि भन्नेछु, प्राण र पैसा एउटै होइन। अमर भएका सपना र रगत रुपियाँसँग नभान्छ। फेरि अर्को आमालाई नरुवा, फेरि अर्को सपनालाई नजगाइदिनु। जाँदा माया हाँस्दै जानु, खुसी सबैसँग